हेलो नमस्ते साथीहरू, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले एउटा नयाँ भिडियो लिएर आएकी छु। यसमा म बनाउन गइरहेकी छु पत्ता च्याउ। यसरी च्याउलाई मैले राम्रोसँग धोई पखाली गरे। अब यसलाई मैले सानो पिसमा तयार पारे। मसलामा चाहिँ मैले जिरा धनिया लिगे, टिमुरलाई पनि लिगे, खुर्सानी र लसुनलाई पनि लिगे। च्याउमा चाहिँ टिमुर र लसुनलाई अलि धेरै नै राख्नु पर्दछ। अब यसलाई म सिलौटामा पिसेर पेस्ट बनाएँ। यता मैले टमाटर, प्याज र आलुलाई पनि तयार गरिसकेको थिएँ। मैले च्याउमा आलु पनि मिसाउन गइरहेकी छु। यता चाहिँ मैले कराईमा तेल बसाले। अब म प्याज फुराउन गइरहेकी छु। यतिको प्याज भइसकेपछि आलु राख्ने। यसलाई एकछिन भुट्ने। यतिको भुटिसकेपछि अब यसमा टमाटरलाई राख्ने। यसलाई एकछिन मजाले टमाटरलाई पाक्न दिने। अब यतिको टमाटर पाकिसकेपछि यसमा अघि बनाएको मसलाको पेस्टलाई राखिदिने। मसलालाई एकछिन पाक्न दिने। यतिको पाकिसकेपछि अब म चाहिँ बेसार नुनलाई पनि राखिदिए। यसलाई राम्रोसँग चलाइदिने। अब म यसमा च्याउलाई राख्न गइरहेकी छु। यसलाई राम्रोसँग चलाउने। यसबाट हल्का पानी निस्केको हुन्छ। अब यसलाई चाहिँ छोपेर पकाइदिने। यसलाई जबसम्म पकाउने तबसम्म यसको पानी सुक्दैन, हल्का पानी निस्केको हुन्छ। पानी पनि सुकिसक्यो। अब यसले तेल छोड्न लागिसक्यो। यो चाहिँ तयार भयो। माथिबाट धनिया पनि राखिदिए। यसरी तयार भयो पत्ता च्याउ। म चाहिँ नउमालिकन यसरी बनाउने गर्दछु। हस्त धन्यवाद।